ल अब त्यहीबाट थाहा हुन्छ कि पाएको अन्डा तर पामा कलरबाट छुटाउनु पर्छ है गाईजहरू। गाउँको बाटो छोडिसके जुन लगाएको छ भर्खरै बिस्तारै उजेलो पनि हुँदै गएको छ अनि आँखा पनि देखेको छ। सायद भिडियोमा चाहिँ अँध्यारो नै देखेको छ होला। अहिले चाहिँ 6 बजिसक्यो। म चाहिँ गोठमा आइसक्नु लाएँ किनकि हिजो नै दुईटा दाइ चाहिँ हिजो नै आइसक्नु भएको छ नि त। अनि मलाई नि जाम भन्दै हुनुहुन्थ्यो अनि म बिहानमा आउँछु भनेर लागेको थिएँ। म गोठनिर आइपुग्न लाएँ। अब गएर दाइलाई भेट्छु। दाइहरूलाई गोठनिर नि आइपुगेँ। भ्यू चाहिँ बवाल देखेको छ। गोठ चाहिँ यो नै हो तर हिँड्दाहरू छन् कि छैन दाइहरू छन् कि छैन कताबाट हो बाटो चाहिँ। गोठ चाहिँ पुरा व्यवस्थित तरिकाले छ। ट्याक्क 6 बजिसक्यो। हिँड्दै हिँड्दै पुरा मस्त पारामा सुते उठिस किम दाइ। गुड मर्निङ है हिँड्दै। ठिक छ बल्ल खुल्यो है दिन चाहिँ। तर पानी पर्लो जस्तो परेको छैन दिन त। खारिएला नि कसो नखारिएला। भैँसी कतिवटा छ दाइ? भैँसी 15-16 छ। हाम्रो खिमी दाइ चाहिँ यहीँ गोठमा बस्नुहुन्छ। दाइकै गोठ हो। अहिले चाहिँ भैँसी पाडोहरू फुकाइदिनु। दाइहरूले दुध खानिदिने कार्यक्रम चलिराखेको छ है। त्यो भैँसीहरू गोठबाट आउनै माने छैन। दुध दिने भैँसीहरू चाहिँ अहिले बिहान म छोडिदिने रहेछ क्या हो। बल्ल उठ्यो दाइ गएपछि। दाइहरूले गोठको धन्दा भ्याएर नि अब हामी हिँडेको। दाइहरू अगाडि हिँड्नुपर्छ। म चाहिँ पछि हिँडेको छु किनकि दाइहरूले साधन लिनुभएको छ क्या। अनि त्यही भएर भिडियो चाहिँ गर्नु मिल्दैन अलि। त्यही भएर अब हामी जङ्गल जान लाग्यो। अब यहाँबाट पनि लगभग 1 घन्टा 1.5 घन्टा जति लाग्छ। अनि खोलामा पुगेपछि पा समात्नु पर्छ। चिसो भएछ सायद पानी पनि लास्टै चिसो भएछ होला। दिन पनि घाम पनि नलाग्ला जस्तो नि भइरहेको छ। दाइहरू अगाडि हिँड्दै हुनुहुन्छ। माथि टपमा आइसक्नु लाग्यो। चिसो छ अहिलेसम्म घाम लागेको छैन। मैले चाहिँ खासमा गुराँस हेर्न खोजेको। गुराँस देखिरहेको छैन। अलिकति उता गएपछि टन्नै पाइन्छ भनेर भन्दै हुनुहुन्थ्यो दाइले। अनि माथि डाँडामा पुगे पछाडि तल ओह्रालो झर्नुपर्छ। अनि मौजा खोलाको सिरानमा हो क्या पासम्म जाने। सब गुराँसको बुट हो तर फुल्न चाहिँ एकदम कम फुलेको छ। अझै फुल्ने सिजन नआएको भएर हो कि के हो तर देख्न चाहिँ बवाल देखिएको छ है। यहाँ माथि अलिअलि फुलेको छ तर अँधेरो भएर खासै देखेको छैन। गुराँस फुल्ने सिजनमा त ओहो नि यो सब गुराँसको बुट यस्तो बवाल देखिन्छ कि पुरै स्वर्गमा गए जस्तो। अब खासमा चाहिँ जङ्गलतिर घुम्ने टाइम कतिखेर भन्दाखेरि अबदेखि यो वैशाखको 15सम्म चाहिँ गुराँसहरू लटरम्मै फुलेको हुन्छ। यस्तो बवाल देखिन्छ। अहिले चाहिँ हल्का हल्का फुलेको रहेछ। अब चाहिँ ओह्रालो सुरु भयो है। यहाँ तल भिर ओहो नि अब यहाँ खस्यो भने चाइट कि स्वर्गलोक कि नर्कलोक पुगिन्छ। अब चाहिँ ओह्रालो सुरु भयो। टक्लाएर दाइहरू अगाडि हिँडेको छन्। म चाहिँ पछि हिँडेको छु। अलि बिस्तारै हिँडेको छु। दाइहरू अलि छिटो हिँड्नुपर्छ। दाइहरू अगाडि हिँड्नुपर्छ। सायद दिन यता माथि त हिउँ पर्ला जस्तो चिसो परेको छ जङ्गलभित्र। अब ओह्रालोमा विचार पुऱ्याएर हिँड्नुपर्छ किनकि लटिन्छ चिप्लिएर त्यस्तो हगेको देखेको जस्तो भिड पर्छ। तल गुल्ट्यो भने त चैट भइन्छ। त्यही भएर अब चाहिँ डाइरेक्ट खोलामा पुगे पछाडि भिडियो गर्छ है त। फाइनली हामी खोलामा आइपुग्यो। सिरान हो। यता माथि नि पहिले पाउँथ्यो होला नि।
दाइ पहिलो पाउँथ्यो होला नि म यहाँ 2075 मा आएको थिएँ पहिला चाहिँ अहिले चाहिँ धेरै पछाडिको ग्यापमा आएको छु दाइले अब सुरु गर्दै हुनुहुन्छ हिरो दाइ सूर्य दाइ खिमी दाइ अब चाहिँ दाइहरूले सुरु गर्न आँट्नु भयो खोलाले पुर्दैछ नि ल ल ल ल ल सुरु भयो है सुरु यो ढुङ्गामा रहेछ होइन दाइ ल है ल ल पहिलो ढुङ्गाबाट सुरु भयो कान्नुको कारण के हो दाइ लक गरे ल हाम्रो पहिलो शिकारको सुरुवात भयो है दुईटा दाइहरूले मेहनत गर्दै हुनुहुन्छ हामी तल जाँदैछौँ दाइहरूले हेर्दै हुनुहुन्छ म चाहिँ भिडियो बनाउ राम्रो र जति सबै पुरेछ भन्दै हुनुहुन्छ हेर दाइ यहाँ पनि खतरा ताल थियो कि दाइ पहिला अस्ति नै हामी आउँदाखेरि समातेको कुन ढुङ्गा हो त यो ढुङ्गामा 14 हो त आम्बो केले होला पहिरोले यहाँ अब यहाँको सूर्य दाइले गल काटेर लिएर आउनु भयो अब चाहिँ यहाँ ढुङ्गामा हेर्ने नबुल भन्छ माथितिर त्यति धेरै पाइएन भन्दा नि एउटा मात्र पाइयो अब चाहिँ अलि तल गएर दाइहरूले देख्नुभएको कुरमा गएर हेर्ने भन्ने कुरा चल्यो त्यही भएर अहिले चाहिँ तलतिर अलिकति ठुलो खोलातिर जान लाग्यो तल जान लाग्यो अघि चाहिँ सिरान भएको भएर नि होला नपाएको अब पक्कै पाइन्छ होला होइन हेर्दै खाली भइँदैन अरे यो खोलाको बारेमा फेरि हेर्दैलाई थाहा छ पहिला समात्ने ठाउँमा अब चाहिँ समात्न सुरु गर्नुपर्छ भन्ने सङ्केतमा हुनुहुन्छ दाइहरू चाहिँ पाइन्छ कि पाइँदैन त्यो त थाहा छैन जस पहिला आउँदाखेरि समात्ने कुरो हो रे अनि धेरै नै पाइन्छ भन्दै हुनुहुन्थ्यो कि अब हाम्रो लकले नि डिपेन्ड गर्छ कतिको पाइन्छ कि पाइँदैन भनेर ल हात हाले हिरो दाइ है हिरो दाइ अब ताल खोलाउँदै हुनुहुन्छ हिरो दाइले पहिल्यै हिर्दाइले टालेर राख्नु भएको रे अहिले चाहिँ 9:30 ढुक्क साले ल ताल त च्यापै हुन लाग्यो त दाइ त्यो हरियो ढुङ्गामा ल है त दाइ जानुभयो एक्लैले यो ढुङ्गाबाट हिरो दाइले कति 10 वटा लाग्यो भनेको नि दाइ 10 वटा लाग्यो नि 10 वटा है ल पाइएला ल ठिक छ आश चाहिँ सबैलाई छ है पाइन्छ भन्ने तर हिर्दै चाहिँ ढुक्का छन् के अरे अब पाइन्छ कि पाइँदैन त्यो त थाहा छैन चाहिँ रहेको पानी यहाँसम्म थियो अहिले चाहिँ त्यहाँ खोलाइदिएको भएर जोस धेरै घटेको छ हिर्दाइले विचार गर्दैछन्
ल समाते ल पहिलो पहिलो पाइहाल्यो दाइ देखाउनु त अब चाहिँ यहाँ हेर त्यहाँ त्यहाँ हात हाल त दाइ अलि अलि यता आए दुईटा है दुईटा यस दुईटा होइन त्यहाँ एउटा मात्र आएको ल दुईटा पा आइसके ल दाइले लक गर्दै हुनुहुन्छ सुरज दाई थिम दाई सुरु भयो नि है ल उद्घाटन भयो यो रहमा चाहिँ दुईटा पा फेला पारिसक्यो अब चाहिँ यहाँ छ भन्ने पक्कै आकलन गरिसक्नु भएको छ अब दाइहरूले चिसोमा खेल्नुभन्दा पहिला चाहिँ खुराक बनाएर खान लाउनु भएको छ औषधि हो नि दाइ है पेट दुखेको किनकि यस्तो चिसोमा खेल्दाखेरि पेट दुख्छ क्या त्यही भएर चाहिँ दाइहरूले पहिला नै औषधिको रूपमा लिएर आएर बनाएर खाए पछाडि अब सुरु हुन्छ है त पासा भन्दा हेर्नु मजा हुन्छ दाइहरू खोलातिर छिर्नु भयो अब म चाहिँ हेर्ने काम हो अब खिम दाइ त समातेर बस्छु हिरो दाइले सुरु गर्नुभयो है त ल अब तातेको छ चिसो पानीमा हिरो दाइ ल हिरो दाइले निकालिहाल्नु भयो ल अब चाहिँ त्यो झुङ्गामा आएको छ है हिरो दाइले समात्न आँट्नु भएको छ आयो कालो पा पोथी रे ल फेरि आयो है त यस पक्कै छ जस्तो लागेको छ है मलाई नि हिरो दाइले मेहनत गर्दै हुनुहुन्छ अहिले चाहिँ निस्केको छैन है पा खै नभएर हो कि के हो होइन छैन क्या हो दाइ छैन क्या हो त्यो पा बसेको कुर चाहिँ पत्थर लगाउनु पर्छ अरे त्यही भएर हिरो दाइले खोज्दैछन् अघि चाहिँ फ्याट निस्किहालेको थियो अहिले चाहिँ फेरि निस्किनै बन्द गर्यो कुर फेला पारे जस्तो छ हिरो दाइ निकै उत्सुक देखिनु भएको छ समात्नु ल है त ल आयो ल ल खै दाइ आयो मजाको रहेछ नि यही हो रे है ठुलो चाहिँ ल फेरि फेला पारियो दाइ है ल अब चिसो आयो है आयो अरे ओ दाइ आयो देखेन त्यस्तो नबोल न मैले समाते मैले समाते अनि मैले नि एउटा समाते फेरि नि आयो हो
हाम्रो टोलीमा पा निस्केको र ननिस्केको मैले र छिमिदाईको नजरले छुट्न दिने छैन। समात्ने चाहिँ सूर्य दाई है निकै हेर न कति लाने कति लाने भएको सूर्य दाई यार यहाँ आउँदैछ आउँदै हेरे पात हो त्यो ढुङ्गामा गयो है थोरै अझै सारा हो त्यतातिर होला हे अलि सानो रहेछ तर पनि हुन्छ कालो पात औषधि कालो पात चाहिँ अनि किनेर नि खान्छन् के मान्छेले हामी चाहिँ मिहिनेतै गरेर खान्छौँ होइन हेर्दै ल ल अहिले त आफै आउनु थाले है बगले पा छ अरे यहाँ कक्ला र ग्रुप बनाएर धेरै हुन्छ अरे होइन दाइ हिँड्दाले धमाधम दुईटा निकालिदिनु भयो त्यो ढुङ्गाबाट फेरि हिँड्दाले ठिटाहरू भन्दैछन् पहन नत्याउ न यहाँ भुस्किन नदेऊ क्या तिम्रो काम खै यो पनि जोखर रहेछ जोखर ठुलो रहेछ है फेरि आयो है ऊ आयो आयो ल निकाली गए त दुईटा चाहिँ बिस्तारै है हो त्यहाँ हो त्यहाँ हो त्यो ढुङ्गामा छिरेछ दाइ ल भाले आयो भाले हो बबाल छ बबाल आमा खै खाइदेऊ न मस यो के आमा तर यहाँ भिडियोमा चाहिँ सानो देखेको छ तर रियलमा चाहिँ हरिब ठुलो छ ल है दाइ हेरे हो त्यहाँ थाप अब हात थाप हो स्याबास ए दाइ सम्बन्धै ल ल ल खिमी दाइले नि एउटा समात्नु भयो मैले नि एउटा समातेँ होइन दाइ मलाई चाहिँ खासमा डर लाग्ने थियो तर रमाइलो भइरहेछ जोसै जोसमा समातिएको छ दाइले खोतल्दै हुनुहुन्छ है अझै पनि प्रयास जारी नै छ अझै नै छ भन्ने आशा छ हिरा दाइलाई किनकि हामीलाई त त्यति थाहा छैन तर हिरा दाइले त्यहाँ अस्ति कोचेर महसुस गरिराख्नु भएको छ कि अझै छ होला भन्दै हुनुहुन्थ्यो अझै नि प्रयास जारी नै छ अहिले चाहिँ निस्केको छैन गिद्धको जस्तो नजार बनाएर हेर्दैछन् है दुईटा दाइ ल है ल हेर्दै आउनु देऊ हो देखाउ समातेऊ ल लौ समाते यी सानो छ फुस्किएर गयो 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 फुस्के एउटा फुस्की गयो नि है एउटा है बिउको लागि चाहियो नि होइन बिस्तारै बिस्तारै निस्किँदैछ नि है त त्यो एकैचोटि त आएको छैन तर बिस्तारै बिस्तारै निस्केको छ अलिअलि भेटे जस्तो भयो भएन दाइ सिङ्गाले भेटे कि भेटेन अलिअलि ओ खिम्दै हो त्यही खिम्दाइलेसम्म त रहेछ नि त सुस्तारी ल फेरि आयो है त
फेरि समाते है हिँड्दै आफैले समाते अहिले चाहिँ पहा एकछिन मकै खाने आयो भने मैले चाहिँ बिहान खाजाको लागि मकै लिएर थिएँ ओर्थ्या झोलामा छ दाइ निकाल मकै निकाल्ने बेलामा पनि आँखा चाहिँ रमै छ है यसरी दाइको राम्रोसँग निकाल है ल मकै मैले बिहान लिएर थिएँ म आफैले बनाएर घरबाट किनकि दाइहरू हिजो नै बेलुका नै आइसक्नु भएको थियो क्या ल खाजा खाने बेलामा फेरि नि आए खाऊ खोलाको ताजा त जम्मै हामीले दियौ अर्ग्यानिक लोकल है गाउँको मकै र घट्ट के हो घिउ भुटेको के भाइ होइन दाइ म हालेको किन यस्तो सेतो भएछ भन्दै आयो खाने सुगन किन्न क्या हो महिना हो क्या दाइ अहिले अब हामी मकै खान्छौँ रेस्ट पनि हुन्छ सबैभन्दा दुःख चाहिँ हिँड्दाले पाउनुपर्छ है ठिक छ एकदम रमाइलो भिड आँखा चाहिँ तालतिर छ है भर्खरै दुईटा निस्क्यो ल मकै पनि खाएर अब दाइले सुरु गर्न लाउनुपर्छ हेर दाइले हामी हेर्दैछौँ अघि खाजा खाने बेलामा पनि 2-3वटा त निस्किएको थियो अब त्यसलाई नै निकाल्न लाउनुपर्छ अरू छ कि छैन यो त हेरेर दाइलाई नै थाहा होला ल ल छोडिदिने कुरो भयो है किनकि एउटा दुईटा चाहिँ बिउको लागि राख्ने भन्नुभयो दाइले चाहिँ एक फेराको मात्रै बाटो हेरेर भन नि त होइन दाइ तलै जाने अरू सामान चाहिँ ल अब तलतिर है हेर्ने सोच भयो खै यहाँ पहिला कुर थियो अरे अब एकछिन तल तल हेर्दै जान्छौँ होइन दाइ तल यो रुख तलपट्टि हिँड्दाले कुर थियो भन्ने दाबी गरिराखेको छ आफै फेरि अक्करो बाटो लिएर हिँड्ने हिँड्दाले यो सब पहिरो गर यस्तो भएको दाइ बिस्तारै है बिस्तारै पाछ है यहाँ यहाँ पनि नरहेछ यस्तो यस्तो चिप्लो ढुङ्गामा चाहिँ अलिक डर हुन्छ क्या त्यही भएर बिस्तारै नतिकिन हिँड्नुपर्छ छैन होला दाइ जाऊँ यहाँ चाहिँ कुर चाहिँ छ जस्तो शङ्का गर्नुपर्छ पा पनि छ होला कुर चाहिँ यति लामो सिङ्क गएको छ नियाला गएको छ दाइले पानी तर्काउँदै हुनुहुन्छ यहाँ छ कि भन्ने शङ्का पाको अन्डा है पाको अन्डा है यस्तो हुन्छ है पाको अन्डा पनि पा छ हुनुहुन्छ के अरे दाइहरू खिमी दाइले भएन है यो भुलाउने काम जस्तो भयो अरे कबु
अब चाहिँ हामी शङ्का लाको ढुङ्गामा मात्रै हेर्छौँ होला अनि टक्क लाएर माथि उक्लेर तल घरतिर जान्छौँ होला तर शङ्का लाको ढुङ्गामा चाहिँ हेर्नेछौँ। भनेपछि यहाँदेखि माथि नजाने हुन त भयो के अरे है। अब च्याउ खाना लाग्यो ल है त। अब चाहिँ हामी फर्किन लाग्यो किनकि दाइहरूले अब 1 बजिसक्यो नि त, घर यहाँ होइन टाढा हो अनि सबैलाई रित्तै फर्किनु परेन के अरे, अलिअलि भयो नि भयो। अब घर जाम है भनेर निर्णय भए पछाडि अब हामी हिँड्न लाग्यो। अब फेरि ठाडै उकालो माथि जानुपर्छ, ठाडै उकालो हिँड्नुपर्छ। त्यतिखेरसम्म भिडियो बनाउँदाखेरि अलिक अप्ठ्यारो नै हुन्छ नि त। त्यही भएर गोठमा पुग्दाखेरि लगभग 1.5 घन्टा, अहिले 1 बजे छ भने 2-3 लगभग 3 बजीतिर हामी गोठमा पुगिन्छ होला। अनि उतै पा पनि देखाउँला कतिवटासम्म के छ भनेर। त्यतिन्जेलसम्म भिडियो चाहिँ मैले अफ गरेँ है त। फाइनली हामी चाहिँ गोठमा आइपुग्यो। खेमी दाइले भैँसी दुन लाउनु भएको छ, हामी पनि गोठमा आइयो होइन दाइ। अहिले चाहिँ टाइम कति भएको छ भन्दा 3:30 भइसकेको छ। यत्रो टाइम लाग्यो। आजको दिन कस्तो भयो दाइ? एकदम बेस्ट। रित्तै फर्किनु परेन नि होइन, रमाइलो भयो। रमाइलो नि भयो। अब पा कतिवटा छ भनेर एकछिन पछाडि हेर्छौँ होला अनि एकछिन रेस्ट पनि गर्छौँ, खाजा पनि खान्छौँ। ल हाम्रो खेमी दाइले चना भुट्नु भयो, अब चना खान्छौँ। अब चाहिँ खाजा खाइयो हामीले। अब पा झार्न लाग्यो, पा झारिसक्नु भएको छ दाइले। यो चाहिँ खत्रै ठुलो छ क्या यो पा। ल है पा ओहो ल अब त्यहीबाट थाहा ल है अनि त्यही अन्त फोटो कति खिच्दियो। हिरो दाइले खुट्टा बान्दैछन् है। यस्तो गर्दैन कोही त खुसी पा कबु भ्याएको त भ्याएको त होइन है। हेर्नुले हेर्नु है, भ्याएको त भन्नुभयो हाम्रो खेम सरले। तर भ्याएको त र पामा कलरबाट छुट्याउनु पर्छ है गाइजहरू। कालो पा चाहिँ छुट्याउने हो। यो भ्याएको तले च्याप्दैन, पाले देख्नुभयो नि खत्रैसम्म च्याप्छ, रगतै निकालिदिन्छ होइन ठुल्ठुलोले। 2 3 है 31वटा ट्याक्कै है नि दाइ। दाइले थाप्दै गर न, साधन त उतो गर्दै गर्नु त। ल गोठमा छु, अब हिँड्न लाग्छु। हिँड्दैले अब बाँड्न थाल्नु भयो। होइन गोठमै छु, अब पाडा बान्छु अनि आउँछु। मतलब है अब यो ग्याङै खान्छ। यति भयो जति नि हुन्छ। अर्को कुरो निकाल्छ ल है त। ल है गाइज है। ल खेम दाइ ल अब यो ल रेडी छ। अब चाहिँ यसलाई मसलामा चाहिँ रकम मसला बेसार मिलाउनु छ, नुन बेसार च्याप्प घर लाएर होइन। ल सुरज दाइ केही भन्नु छ? हेरेको सबले आजको साधन भाइले फेरि अर्को पास टु पा हन्डिङ भनेर साधन भाइलाई कमेन्ट गरिदिनु होला। ल है त। आज निकै रमाइलो भयो होइन। यति पाएको छ पा। अब मन परेमा लाइक कमेन्ट गरिदिनु होला अनि प्रतिक्रिया केही दिनु छ भने नि कमेन्ट गरिदिनु होला। किनकि मेरो लङ भिडियो चाहिँ मैले कम नै हाल्ने गर्छु। अब आगामी दिनमा यस्तै भिडियो चाहिन्छ भने कमेन्ट चाहिँ गर्न नभुल्नु होला होइन। अब नेक्स्ट भिडियोमा पक्कै भेट्नेछौँ हामी। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। बाई बाई।